गावाला कोचंडी हातानी गावाला भजनी मग इथे पड्या रे यार आई ना त्यो चौबडा चितवने सक्छ चौबडा चितवने त्यस्तो पढ्न पठाएको छु मेरो छोरो पुत्रलाई हजुर महाराज त्यसलाई जाऊ लिएर आऊ हजुर महाराज जाऊ छिटो गरेर लिएर हजुर महाराज मेरो छोरो कस्तो पढ्यो तिमीले कस्ता कस्ता पढेका छौ कस्तो कस्तो पढ्दैछौ सबै छैन भगवान कहाँ छ भन्दा फेरि उसले एरो देऊ यहाँ छ सबै भगवान यहाँ छ भगवान भन्दै कता और भाइ जरा बक्यो महाराज की जय हो महाराज जय हो महाराज ले लियो त नि ल्यायो यही हेर्नुहोस् त लु अलि हेर्दै हिँड त्यो लड्न आँटो उयो बुझिस् पिताजी प्रणाम प्रणाम पनि छोरा लोहाजे यहाँ काका प्रणाम भने त महाराज तपाईको छोराले त अलि कति संस्कार होइन यो त साह्रै छ नि अनि सुन हजुर महाराज छोरो हजुर पिताजी कति गोरो बाजो उले के मेसेज तुरिता त्यो फाउन्डेसन आउँछ क्या हो होइन पिताजी यो तपाईँको वंशको हो होइन बाउ त कालो कालो छ र कहाँबाट त सेतो निस्किस होइन पिताजी तपाईले कसरी कालो हुनुभयो त फेरि म गोरो भइसु के अन्त पुरै खाटै तोरीको तेल लाएर 12 बजीका घाममा बाहिर सुकाएको हो नि बुझिस् मलाई होइन महाराज तपाईले त ननर यस्तो आफ्नो पनि अलिअलि मिसावट छ बुझ्दै गर बराबर नबोल्न त एकछिन यहाँ बाउ छोरा कुरा आउँदैछ ए अनि सुन छोरा हजुर बुवा साह्रै मजाले मोटाइछस् के घिउ भात पनि खाइस् हो नि गुरुकुलमा त नि घिउ र भात दिनाहरू छन् नि बुबा हो के को घिउ खास् त गाईको नि लोकल गाईको घिउ लोकल गाईको मिठो थियो मिठो नि कति किलो खाइस् त 6 दिनमा दिनमा 100 ग्राम 100 ग्राम मात्रै अलि धेर खाना म जस्तै मोटाउँछस् जिङ्रिङ्ग भएर ग्यास्ट्रिक होला नि त पिताजी फेरि ग्यास्ट्रिक अलिअलि हुन्छ नि त्यो सबैलाई भएकै हो जानुपर्छ बाउ छोरा गाडीमा चढेर बुझिस् हुन्छ पिताजी अनि सुन अरू संवाद भोलि पर्सि गरौँला तैँले के पढिस् त तँ सुना मलाई मैले गुरुकुलमा तस्ताद मन्यम शिरवर्य देहिनम इतत पापम गिरि अन्धको के भन्छ यो के भन्दैछ यो के भन्दैछ रे फेरि तैँले त्यो मेरो शत्रुको नाम लिन्छस् त कहाँबाट कुलङ्गार भएर आइस् बुझिस् त्यो मेरो शत्रुको नाम लिने तैँले यसो गर्नु भएन बुझिस् हाम्रो महाराजलाई यस्तो क्रोधित त देखिएको थिएन त अलिकति विचार गरेर पढ्ने गर्थ्यो सन्डा मर्कले तँलाई के पढायो मैले त्यसलाई कबाट काट्ने पढा भनेको थिएँ त्यो सन्डा मर्केलाई मैले जानेको छु जाऊ ओए झन्डे बुन्डे महाराज महाराज यसलाई लगेर फेरि त्यो सन्डा मर्कको राम्ररी सम्झाऊ राम्ररी पढाऊ हुन्छ महाराज ल छिटो जाऊ महाराज की जय हो जय हो त्यो सन्डा मर्केलाई मैले त्यसलाई अमर्क बनाइदिन्छु फेरि म जय हो महाराज गइहाल फेरि अब यो जान तिमी होइन एकछिन फेरि आउँछ सुन्दा फेरि आउनुपर्छ है तपाईँ महाराज की जय हो महाराज की जय हो महाराज सन्डा मर्केलाई भन्यौ भने महाराज के भन्यौ अलिक राम्ररी पढाए अरे भनेर भन्दै पढाऊ त त्यसले पढाए होला महाराज सुन्नु पिताजी प्रणाम अरे अरे यो त भन्नु यो त पिछाडी अघि पढेर आइसक्यो पढो ल महाराज राम्रो छ ट्यालेन्ट छ यतिको हो साह्रै ट्यालेन्ट छ ट्यालेन्ट छ महाराज एकैछिनमा यहाँ बस एक खेप अब फेरि त्यही शत्रुको नाम लिस् भने तँलाई अनि थाहा हुन्छ बाउ चिन्छस् तैँले कस्तो बाउ रहेछ भनेर बुझिस् अब मैले राम्ररी पढेर आएको छु पिताजी अहिले राम्ररी पढिस् राम्ररी पढेँ लु भन के पढिस् श्रवणम विष्णुस्ता स्मरणं पाद सेवनम अर्चनम वंदनम दास्यम आत्मसक्ति तँलाई के पढिस् अरे
कस्तो दास्यम अरे कसको दास्यम त सुन्दैछस् फेरि त्यसकै दास्यम त कुलङ्गार दास्यम हुन्छस् कसरी हुन्छस् ए जाने पनि हो महाराज महाराज यसलाई लगेर पर भिरबाट खसाल्देऊ जाऊ हुन्छ महाराज यतातिर उतातिर यो त हाम्रो महाराजको छोरोहरू पनि होइन यो संस्कार गरिसक्यो यसलाई लगेर पर त्यो ठुलो अग्लो भिरबाट झार्देऊ जाऊ हुन्छ महाराज तत्काल झारेर यहाँ आऊ महाराजको सेवा गर्नुपर्छ हालेर यहीँबाट भिडियो बनाइछु म यो हाल न ल जो यिनी महाराज फेरि पर्खिरहला अरे ये पनि हो महाराज हाम्रो हामी महाराज पढाउँछु तिमीलाई भाइ गोरी गरुरी पहिलो तिमी कुदै कुदै जानु पर्छ हाँ ए जनी उनी के महाराज महाराज जाने गाली महाराज फुत्तै गाली तल पुगेको आएन नि फर्केर पिताजी प्रणाम। अरे ल अबे ओइ महाराज हो न हामीले जानेको त होइन यो कसरी आयो अरे महाराज भुटो महाराज हामीले त झारेकै भुटो यो झुन्द होइन फुटो भन्छौ त कसरी फुट्छ ए महाराज भूत हो भनेको भूत हो क्या भूत फुट्यो अरे तिमीहरू पो छौ त काला काला कसरी यो भुट भयो होइन महाराज यसलाई झारे नि ମୋର आत्मा आयो महाराज त्यसो भए जाऊ यसलाई त्यो माथिको ठुलो हात्तीले किचारा मार जाऊ के रे महाराज हात्तीले हात्ती रे हात्ती कहाँ छ महाराज देखा हात्ती उता माथि माथि त महाराज कसरी हात्ती हुन्छ माथि चरा छ भाउटाकीको हात्ती जाऊ ए हुन्छ महाराज छिटो जाऊ हुन्छ त्यहाँ ठुल्ठुला कतिला महाराज की जय हो महाराज की जय हाम्रो युट्युब च्यानलमा हेर्नुपर्छ धरो गरी जाऊ ठुलो चाहिँ रोजेर बुझाऊ बुढी महाराज गइहाल फेरि पाक्दैछ 15 महिना दादा यो 15 महिना मेरो पनि पेट छिर्दिनेवाला छ। महाराज की जय हो अरे आयो महाराज आयो है हामी आयो अब जय महाराज तेरो भगवान कहाँ छ तेरो भगवान कहाँ छ एकजना हुन्छ उहाँ छ उहाँ छ उहाँ छ अनि कुदेर जानु पर्यो होइन यो तिमीहरूसँगै आउँछ त भन यो के हो यो होइन किन पछाडि पछाडि हिँड्छ त कति आउने भए अगाडि नै आइज न ढुक्का त हुन्छ ए चन्ने मुन्डे यो अझै गरेन बुझ्यौ होइन मर्दै मर्दैन महाराज यसलाई लगेर यसलाई लगेर मेरी बहिनी होलिका त्यसको दाहमा लगेर हाल्थ्यौ जाऊ कहाँ महाराज पर दन्दरी बारीको आगोमा लगेर हाल्थ्यौ जाऊ होलिका हुन्छ महाराज ठिकै छ नि त छिटो 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 हुन्छ महाराज महाराज की जय हो तिलकदारीको होस् तँ विष्णु फेरि अहिले कमल खोलातिर फेरि जानु पर्यो है जानेको छु अझै विष्णु भन्छस् फेरि हो तेरो विष्णु अलिक पछि अलिक पछि हाँ? रत्वातिर जाने भन्छ यो बचिया महाराज महाराज आयो। महाराज अहिले चाहिँ यो मजाले गम पनि आएको भइरहेको महाराज पेन्सिल पकाए जस्ता महाराज अब हाम्रो सेलरी पनि दिनु हाम्रो मुख पनि सिलाइदिनु अब भोलितिर सिलाउँदा पिताजी प्रणाम। अरे हँ? अरे यो होइन महाराज यो के हो यस्तो यो तपाईँले छोडेको के जमाएको यस्तो कस्तो शक्तिमा मान्छेहरूको छ भन्नु अब विष्णुको शक्तिले बाँचिरहेको छ। तेरो विष्णु कहाँ छ सर्वत्र यत्र तत्र तपाईँमा विष्णु तपाईँका चण्डे मुण्डे विष्णु कहाँ छ अरे ओइ चण्ड तेरोमा विष्णु छ कहाँ छ खोइ पाउनु बाँकी होइन विष्णु कहीँ छैन देखा मलाई तेरो विष्णु कहाँ छ तपाईँमा विष्णु ममा विष्णु ये चण्डेमा विष्णु मुण्डेमा विष्णु ये सारा जगत विष्णु। अरे सारा जगतमा विष्णु छ भन्छ अब हेर यहाँ तेरो विष्णुलाई अब देखलास यहाँ छ तेरो विष्णु यसमा अवश्य अवश्य हो भन्छ फेरि होइन यो विषयमा छ तेरो विष्णु अवश्य छ होइन यो खावामा छ तेरो विष्णु अवश्य छ अवश्य अब देखलास तेरो विष्णुलाई यो दरबार उचालेर कसरी हान्दो रहेछ भने मेरो विष्णु हेरौँला कता कता रहेछ भने
ए बाँदर तै होस् विष्णु तै होस् हो मेरा चण्डीलाई त देखाउँछ गरिस् तैले आउ बनिरहेको तै होस् विष्णु हो मयूर मेरो होइन अरे त हेर्दा पनि स्याल जस्तो छ अरे तैले मेरो भक्तलाई बिर्खेलाई अब मैले जानेको छु अच्छा मसँग युद्ध गर्ने तेरो इच्छा होइन अनि त बादल कस्तो गर्छ त बादल त पुरुष गर्छ त मलाई कसले बताउँछ कस्तो वरदान कस्तो वरदान कस्तो भन्न 12 महिनामा कुनै पनि महिनामा अरे 12 महिनाको कुरो सोच्छु मैले तँलाई नै मार्न भनेर यो 13औं महिना बनाएको छु जसलाई पुरुषोत्तम मास पनि भनिन्छ न त यो दिन हो न त यो रात हो अहिले यो साँझको समय हो त यसलाई दिन पनि भन्न सक्दैनस् रात पनि भन्न सक्दैनस् अरे मूर्ख न त यो बाहिर हो न त यो भित्र हो तँलाई ठिक्क हेर त मैले दैलामै राखेको छु दैला न बाहिर हो न भित्र कुनै शस्त्रमा त पर्दैन शस्त्र र अस्त्रको कुरो छोड्दैन त न जमिनमा मर्छस् न आकाशमा मर्छस् होइन र हो नि जमिनमा पनि मर्दैनस् आकाशमा पनि मर्दैनस् आकाशमा पनि मर्दिन पातालमा पनि त्यही भएर मैले तँलाई मेरो काखमा राखेको छु यो हेर न यो जमिन हो न त आकाश हो अब मानव पढ मर्दिन दाना पढ मर्दिन मलाई हेर्छ मलाई म मानव जस्तो छु कि दानव जस्तो छु भन्छ तु तेरा दिन गए अब गए अनि त अस्त्रले पनि मर्दैन शस्त्रले पनि मर्दैन भनेको होइन यो मेरो नुङ्गा यसलाई अस्त्र शस्त्र भन्छस् अनि त निर्जीव गएर पनि मर्दैन सजीव गएर पनि मर्दैन छैन त अब मेरो नम्रले तँलाई सखा पारिहाल्यो राम नाम सत्य होस् पिता अघि मरिसकेछ प्रभु आज मेरो कारणले तपाईँले यस्तो उग्र रूप धारण गर्नु पर्यो हे प्रभु हजुर